अब यिनीहरूलाई एकपल्ट चेक गरौँ को अगायो को अगाएन। छोडै को अगायो को अगाएन हेरौँ यिनीहरूको भुँडीहरू पहिला चेक गरौँ। रातिको ड्युटी 5 बजी घाँस हलाइ हुन्छ बेलुका यति कति बजी अहिले 6 बज्न आँट्यो होला। चेकिङमा आएछ को अगायो को अगाएन। छोडै हटी हटी यिनीहरूले दुध खायो खाएन त्यो सब हेर्नु पर्यो। यी दिनभरि थाक्छ हेप्पी गोरु खटाइ हुन्छ र राति यसरी खोरमा आउँदा चाहिँ न्यानो लाग्छ। थकाइ सकाइ सब हराउँछ यिनीहरूको यो नजारा देखेर चाहिँ क्या एकदम थाकेको साकेको कहाँ दिउँसो घाँस काट्नु जाँदा कहाँ लडेको रुखबाट झरेको पछारेको सब बिर्सिन्छ यिनीहरूको नजारा देखेपछि चाहिँ क्या। आइछ तिमीहरू खाइस् दुध खाएछ ल। यो नजारा चाहिँ म बेलुका सधैँ हेर्नु आउँछु किनभने थकाइ मेट्छ मेरो। मान्छेले थाकेपछि बेलुका 2 पेक खाइदिउँ भन्छ हो थकाइ मेटाउनु। मेरो चाहिँ यिनीहरूलाई हेरेपछि सब बिर्सिन्छु म। घरिघरि त घरको बुढी पनि बिर्सिन्छु यिनीहरूलाई देखेपछि के सब बिर्सिन्छु म। बुढी कता बुढा कता सब बिर्सिन्छु म यिनीहरूको नजारा रातिको देखेपछि चाहिँ। अगाएछ है यसलाई याद गर्नुपर्छ आज भोलि यो ब्याउने छ त भोलि पर्सि। यसको थुन हेर्नुहोस् है छोड्न यसको थुन यत्रो छ भइसक्यो। यो भएको कारण चाहिँ अब रेडी भयो यसको। यो चाहिँ भुँडीमा बच्चा चल्दैछ यसको। यो चाहिँ बच्चा खेलेको यो बच्चा चलेको यो रेडी भयो। यिनीहरू यहाँ छ यो छ रेडी। फेरि मेरो यो रेडी छ यो पनि। यो पर्सि भोलि कति तारिक हो 11 पर्सि टुङ्गो पुग्छ। यसको पनि म तपाईँहरूलाई बच्चा देखाइदिन्छु ल। जिउबाट बाहिरबाट यसरी खेल्छ बच्चा ब्याउने बेलामा चाहिँ यसरी खेल्छ भुँडी यसको। अन्त म चाहिँ बेलुका एकपल्ट चेकिङमा आउँछु यसरी कसले घाँस कता गर्यो। यसको फेरि यसको छ फेरि यसको चाहिँ यहाँ छ फेरि हेर्नुहोस् है त। यो आज 3 दिनमा हिँडे 3 दिनदेखि यसलाई बारुले लाग्दैछ चिसो लाग्यो होला यसलाई छोपिदिउँ। मै दुध त खायो यसले के भयो तँलाई बारुले लाग्दैछ त चिसो भयो ल सुत। अब म छोपिदिन्छु राति चाहिँ यसले ढ्यापै अब एकैचोटि बिहान दुध खानुपर्छ ल। लु यो भयो तातोमा बस्यो अब यो यसरी अब यो कराउँछ अब प्यापर पुपुक पर्छ। अब तेरो पर्सि छ है ट्रन ल पर्सि टुङ्गो पुग्छ। दिउँसो ब्याइदिए राति हुँदैछ नब्या दुःख हुन्छ। अस्तिको वर्ष कति आमाम 10:30 मा ब्याएको यो राति। भुँडी यसको भुँडीको बच्चा चाहिँ यसरी देख्छ। म चाहिँ यसरी बेलुका खोरमा टक्क आएपछि चाहिँ सब थाकेको साकेको सब बिर्सिन्छु। यो चाहिँ म मेरो ड्युटी नै हो बेलुका यति बेला आउने चाहिँ 5 बजी घाँस हालेर चाहिँ ड्युटी। कसले कति खायो खाएन पहिला भुँडी हेर्छु यिनीहरूको। भुँडी चाहिँ मलाई चाहिँ एकदम पुटुस्सै हुनुपर्छ यिनीहरूको। हेर्नुहोस् त भुँडी चाहिँ पुटुस्सै हुनुपर्छ यिनीहरूको। पुटुस्स भन्यो नि फेरि हालिदिने घाँस अल्छी नगर्ने घाँस काट्नु।
घाँस काट्नु अल्छी नगर्ने यिनीहरूलाई चाहिँ ड्याममै खुवाउनुपर्छ यिनीहरूलाई चाहिँ। लु अब तिमीहरूलाई गुड नाइट, बिहान भेटौँ ल एकैचोटि बिहान भेटौँ है त। आइज आइज, ल छोड 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 छोडेर आइज भित्र गएको, छोड न हौ छोड। आज घरमा कोही छैन, अब गएर खाना पकाउनु पर्छ ल। गुड नाइट। लु अब गएर आँटाको झोल बनाउने हो, 2टा सुक्खा रोटी पोल्ने हो, आँटाको झोलसँग च्वाम च्वाम चोफेर खाइदिने हो बास। बुढी पनि छैन ढुक्कै, 3वटा रोटी पोल्ने, गुन्द्रुकको आँटाको झोल बनाउने, खाइदिने, त्यहाँबाट टिभी हेर्दै सुत्दिने मजाले। ल त लु गुड नाइट।